2082 साल वैशाख महिनाको 17 गते हिन्दू पञ्चाङ्ग अनुसार अक्षय तृतीयाको दिन परेको छ। अक्षय तृतीयाको दिन कुनै पनि शुभ कार्य गर्नको निमित्त तपाईको लागि अत्यन्तै उपयुक्त दिन छ। यो दिन कुनै पनि शुभ कार्य गर्नको निमित्त अन्य कुनै लग्न अथवा चाहिँ दिन निकाल्न आवश्यक छैन। यो दिनमा स्नान, दान, जप, तपको अत्यन्तै धेरै फल प्राप्त हुन्छ, जसको फल अक्षय हुन्छ, कहिले पनि नसकिने खालको हुन्छ। विशेष गरेर यो दिनमा तपाईको चाहिँ हामीले पितृतर्पण अनि युगादि श्राद्ध अनि जौदान, त्यसै गरेर चाहिँ गर्मी समयको लागि जल, साथसाथै छाता, जुत्ता, पङ्खा दान गर्न सकिन्छ। माटाको घडामा चाहिँ जल हालेर, गाग्रीमा पानी हालेर चाहिँ दान गर्न सकिन्छ। कुनै चाहिँ सार्वजनिक ठाउँमा राख्ने गरिएको छ। यो अत्यन्तै शुभ फल प्राप्त हुन्छ यो दिनको दानले पनि। विष्णुको स्वयं चाहिँ विष्णु चाहिँ पृथ्वीमा आगमन हुन्छ भनिन्छ। यो दिन यस्ता धेरै महत्त्वपूर्ण योगहरू परेका छन् जुन योगले यस्ता केही राशिहरूलाई अत्याधिक धेरै भाग्यशाली बनाउँछ। यो दिन यस्ता अत्यन्तै महत्त्वपूर्ण 5 वटा योग तपाईका छन्। चतुर्ग्रही योग रहेको छ, त्यसै गरेर मालव्य योग रहेको छ, लक्ष्मी नारायण योग रहेको छ यो दिन। अर्को गज केसरी योग रहेको छ, त्यसै गरेर अर्को रहेको छ तपाईको चाहिँ सर्वार्थ सिद्ध योग। यी योगहरूले यस्ता केही राशिहरूको लागि अत्याधिक धेरै सफलता प्राप्त गर्नेछन्। धेरै ठाउँबाट यिनीहरूलाई धेरै सफलता प्राप्त हुनेछ। एउटा रहेको छ वृष राशि। वृष राशिको लागि यो गज केसरी योग सबैभन्दा शुभ योग रहेको छ। यो दिन धन सम्पत्ति तपाईको चाहिँ प्राप्त हुने योग रहेको छ। तपाईको अप्रत्याशित रूपले उन्नति प्रगति हुनेछ। परिवारमा सुख शान्ति समृद्धि प्राप्त हुनेछ। भनेदेखि तपाईको चाहिँ चाँदीका चाहिँ धातुहरू किन्नको निमित्त अत्यन्तै राम्रो शुभ रहेको छ। अर्को रहेको छ कर्कट राशि। कर्कट राशिको लागि सर्वार्थ सिद्ध योग अत्यन्तै फलदायक हुनेछ। यो योगले चाहिँ पुराना चाहिँ तपाईको ऋणहरूबाट मुक्ति प्राप्त गर्ने, विद्यार्थीहरूको लागि उन्नति प्रगति गर्ने, प्रतिस्पर्धामा विजयी हुने यस्तो अनुकूल समय प्राप्त हुनेछ। भनेदेखि तपाईको चाहिँ धन सम्पत्ति प्राप्त हुने, सुख शान्ति समृद्धि प्राप्त हुने, पारिवारिक रूपमा केही विवादहरू भए ती विवादहरू समाधान भएर जानेछन्। के चाहिँ सर्वार्थ सिद्ध योगको कारणले गर्दाखेरि कर्कट राशिको लागि अत्याधिक धेरै शुभ हुनेछ। अर्को रहेको छ सिंह राशि। लक्ष्मी नारायण योग परेको छ यो दिन। लक्ष्मी नारायण योग सिंह राशिको लागि सबैभन्दा उपयुक्त रहेको छ। यो दिन धन सम्पत्ति वृद्धि हुने प्रबल सम्भावना रहेको छ। व्यापार बिजनेस अचानक बढेर धेरै हुने, लाभ प्राप्त हुने र साथमा सरकारी कार्यहरू गर्नेको लागि अत्यधिक धेरै सफलता प्राप्त हुने, पद प्रतिष्ठा प्राप्त हुने, सुख शान्ति समृद्धि प्राप्त हुने योग रहेको छ सिंह राशिको लागि। त्यसै गरी अर्को रहेको छ तुला राशि। तुला राशिको लागि चाहिँ विशेष गरेर चाहिँ तपाईको चाहिँ मालव्य योग। यो योग भनेको तपाईको चाहिँ शुक्रको कारकले बन्ने योग हो र तुला राशिको चाहिँ राशि स्वामी तपाईको शुक्र भएको हुनाले पनि अत्याधिक राम्रो हुनेछ। जीवनशैली सकारात्मक प्रभाव पर्नेछ। प्रेम सम्बन्ध चाहिँ अत्यन्तै राम्रो हुन्छ, शुभ हुनेछ। आर्थिक योजनाहरू तपाईका छन् भने ती सबै सफल भएर जानेछन्। कलात्मक रूपमा तपाईले कार्यहरू, बोल्ने शैली, हरेक कुरामा विकास गर्न सक्नुहुनेछ। भनेदेखि प्रसिद्धि प्राप्त गर्नुहुनेछ, मान सम्मान प्राप्त गर्नुहुनेछ। कलाकारहरूको लागि, सिङ्गरहरू, गीत गाउने गायकहरूको लागि र जागिर व्यवसाय गर्नेहरूको लागि पनि अत्याधिक शुभ हुने योग रहेको छ। यो तपाईको चाहिँ विशेष गरेर यो तुला राशिको लागि मालव्य योग। अर्को रहेको छ तपाईको चाहिँ वृश्चिक राशि। वृश्चिक राशिहरूको लागि गज केसरी योगले अत्याधिक धेरै सफलता प्राप्त गर्नेछ। यो दिन चाहिँ गुरु र चन्द्रमाको योगलाई चाहिँ गज केसरी योगको रूपमा लिन सकिन्छ। यो समय चाहिँ नयाँ स्रोतबाट चाहिँ तपाईँलाई आय आर्जन हुनेछ। मानसिक दृढताले गर्दाखेरि तपाईँ निर्णय गर्न सक्ने क्षमता प्रशस्तै बढ्नेछ, जसले गर्दाखेरि तपाईँले उपयुक्त समयमा उपयुक्त निर्णय गर्न सक्नुहुनेछ। त्यसै गरेर तपाईँले कोर्ट कचहरी मुद्दा मामिलाको झमेलामा हुनुहुन्छ, त्यो झमेलाबाट मुक्ति प्राप्त गर्नुहुनेछ। र तपाईँले साझेदारी कार्य गर्नुभएको छ, तपाईँको चाहिँ संयुक्त कार्य केही गर्नुभएको छ, तपाईँको चाहिँ साझेदारीमा उद्योग व्यवसाय गर्नुभएको छ भने पनि अत्याधिक धेरै लाभ प्राप्त हुने रहेको छ। अर्को छ तपाईँको चाहिँ मकर राशि। मकर राशिको लागि यो चाहिँ मालव्य योग अत्यन्तै लाभकारी हुनेछ। जीवनमा चाहिँ सुख शान्ति समृद्धि बढ्नेछ। कार्यक्षेत्रमा मान सम्मान प्राप्त हुनेछ। बोलीको प्रभाव बढ्नेछ। नयाँ गाडी, नयाँ प्रपर्टी खरिद गर्ने अवसर प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा प्रशस्त लाभ प्राप्त हुनेछ। भनेदेखि तपाईँका चाहिँ जीवनका अप्ठ्याराहरू समाधान भएर जानेछन्, समस्याहरू समाधान भएर जानेछन्। अर्को छ अन्तिम मीन राशि। मीन राशिको लागि यी ग्रहहरूको एकसाथ चाहिँ
चतुर्ग्रही योग पर्नेछ तपाईको चाहिँ शनि बुध शुक्र राहु चतुर्ग्रही योगले चाहिँ तपाईको लागि मीन राशिको लागि अत्यन्तै राम्रो छ शुभ छ यो मीन राशिको लागि चतुर्ग्रही योग छ एकदम धेरै राम्रो रहेको छ भनेदेखि तपाईका रोकेका कामहरू अगाडि बढ्ने रोकेको धन सम्पत्ति चाहिँ तपाईको चाहिँ कहीँ फसिएको धन सम्पत्ति उठ्ने विदेश यात्रा जान चाहनेहरूको लागि अत्यन्तै राम्रो हुने मानसिक शान्ति हुने आध्यात्मिक धर्मकर्ममा मन जाने यस्ता किसिमका कार्य हुनेछन् यी राशिहरूको लागि यो तपाईको अक्षय तृतीयाको दिनदेखि अत्याधिक धेरै सफलता प्राप्त गर्नुहुनेछ कर्म चाहिँ गर्नुपर्नेछ कर्म बेगरको चाहिँ सफलता प्राप्त हुने होइन कर्म अनुसारको सफलता प्राप्त गर्ने हो सबैभन्दा भाग्यशाली राशिहरू रहेका छन् वृष कर्कट सिंह त्यसै गरेर चाहिँ तपाईको तुला वृश्चिक अनि अर्को मकर र मीन